यस कार्यक्रमको सभापति महोदय, मञ्चमा आसीन विशिष्ट महानुभावहरू, यस महाधिवेशनमा विभिन्न जिल्लाका प्रतिनिधिहरू, आज म राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यवाहक अध्यक्षको हैसियतले तपाईहरुको सामु 2-4 कुराहरू राख्न गइरहेको छु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको नाम सुनेको 8 वर्ष मात्रै भएको होला। निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामहरू सुन्नुभएको होला। मानव अधिकार आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगहरू नाम सुन्नुभएको होला। नाम सजिलो छ, तर हाम्रो आयोगको नाम तपाईहरुको लागि नयाँ हो। कतिले त उच्चारण गर्न पनि सक्दैनन् होला। यस्तो परिवेशमा एउटा गुरुङको छोरो राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको नेतृत्व गर्न पुगेकोमा तपाई सबै हामीलाई गर्व लाग्ने विषय हो जस्तो मलाई लाग्छ। आयोगले के काम गर्छ त भन्ने कुरामा तपाईहरुलाई चासो रहन सक्छ होला। त्यसमा आयोगले चारवटा क्षेत्रमा काम गर्छ। एउटा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको वितरण सिफारिस गर्छौं। देशमा जति पनि राजस्व प्राप्त हुन्छ त्यसलाई 70% सङ्घमा, 15% प्रदेशहरूको बीचमा, 15% 753 पालिकाहरू बीचमा वितरण गर्ने, हिस्सा वितरण गर्न सिफारिस गर्छौं। तेस्रो अनुदान सिफारिस गर्छौं र चौथो नेपाल सरकारलाई चाहिने ऋण कति चाहिन्छ त ऋण भने बारेमा हामी सिफारिस गर्छौं। अहिले नेपाल सरकारले थुप्रो ऋण लियो भनेर तपाईले बजार हल्लाहरू सुन्नुभएको होला। हाम्रो आयोगको सिफारिसको सीमा भन्दा माथि लिन पाउँदैन। हामीले आयोगले आजको मितिसम्म 5.5% वार्षिक कुल ग्राहस्थ उत्पादनको 5.5% भन्दा माथि लिन पाइँदैन भनेर हामीले सिफारिस गर्दै आएको छौं र अहिलेसम्मको नेपाल सरकारले 5.15 सम्म मात्रै लिइरहेको छ भने सीमा भन्दा तल नै लिइरहेको छ। ऋण भन्ने कुरा आवश्यकता परेपछि सरकारले लिन सक्छ, लिइरहेको छ। त्यस्तै सामान्यकरण अनुदान, विभिन्न अनुदानहरू हामीले वितरण गर्छौं, सिफारिस गर्छौं। त्यो क्षेत्रमा 4वटा कामहरू हुन्छ। अध्ययन अनुसन्धान, सिफारिस, सुझाव र सहजीकरण भन्ने काम हुन्छ। 4x4 गर्दा 16 किसिमको काम आयोगले गरे हुन्छ। यो कार्यक्रम गर्दै आएको अहिले 4.5 वर्ष जति मेरो कार्यकाल पुगेको छ। अब 2 वर्ष जति बाँकी छ। यो आयोगले के काम गर्छ भन्ने कुरा प्रत्येक पालिकाहरूलाई थाहा हुनुपर्छ, प्रत्येक प्रदेशहरूलाई थाहा हुनुपर्छ। र यही सिलसिलामा 2079 को निर्वाचनपछि 132वटा पालिकामा आयोगको बारेमा काम कर्तव्यहरू कुराहरू सूचना दिन पुगे। कसरी स्थानीय योजनाहरू बनाउनु पर्छ भनेर त्यो सूचनाहरू दिन पुगे, अभिमुखीकरण गर्न पुगे। त्यसमध्ये आदिवासीहरूले, जनजातिहरूले नेतृत्व गरेको पालिकाहरूमा एकदम इमानदारीका साथ कार्यक्रम गरेको पाइयो। त्यसको उदाहरणको रूपमा 3टा पालिकाहरू, एउटा पालिका त 2 वर्ष लगातार बेरुजु भएको पाइयो। जस्तो महाभारत गाउँपालिका भन्ने काभ्रेको एकजना लामा तामाङ भाइ रहेछ। उहाँको 2 वर्षसम्म निरन्तर बेरुजु छ, बेरुजु 0 छ हैन। त्यस्तै अर्को चाहिँ अन्नपूर्ण गाउँपालिका भन्ने म्याग्दीमा छ, मगरले नेतृत्व गरेको गाउँपालिका, त्यसको बेरुजु 0 छ। त्यस्तै एउटा शेर्पा, उहाँ हाम्रो सोलुको एकजना दुधकुण्ड नगरपालिका भन्ने रहेछ, त्यहाँको नेतृत्व शेर्पाले गरेको छ, त्यसको पनि बेरुजु 0 बराबर छ, 0.001 छ। भनेको उहाँहरूले एकदम कार्यक्रमहरू सुशासनको क्षेत्रमा काम गरेछ भन्ने एउटा इन्डिकेटर हो भन्ने मलाई लाग्छ। एउटा हाम्रो चाहिँ आयोगको बारेमा अहिले हामीले चाहिँ प्रत्येक वर्ष के गर्छौँ भने कुन पालिकाले कस्तो काम गर्यो भनेर हामीले कार्य सम्पादन मूल्याङ्कनबाट हेर्ने गर्छौँ। सबभन्दा राम्रो काम गरेको अमरगढी नगरपालिका भन्ने उहाँ दरेलधुराको म चाहिँ अस्तिमा पुगेँ। त्यो पालिकामा के गर्दो रहेछ भने चैत मसन्तभन्दा पछाडि कुनै पनि पूर्वाधारको कार्यक्रमको चाहिँ संशोधन भएको कार्यक्रमहरूको चाहिँ खर्च नदिँदो रहेछ, बन्द गर्दो रहेछ, बजेटै बन्द। त्योभन्दा चैत मसन्तसम्म सबै क्लियर गरिसक्ने त्यो खालको कार्यक्रम गरेको हुने उनले अगाडि राम्रो गरेको भन्ने पाइयो। त्यस्तै सूर्योदय नगरपालिका भन्ने रहेछ उहाँ उसमा इलाममा, त्यो रणबहादुर राई भन्ने एकजना जनजातिकै छोराले चाहिँ नेतृत्व गरेको
एउटा पालिका रहेछ, त्यसले पनि राम्रो काम गरेको भन्ने पाएँ। तेस्रो अब स्याङ्जाको कालीगण्डकी नगर गाउँपालिका भन्ने छ, त्यहाँ पनि मगरले नै नेतृत्व गरेको छ। जनजातिहरूले नेतृत्व गरेको ठाउँमा अलि अगाडि बढेको छ, राम्रो इमान्दार साथ काम गरेको छ भने मैले समग्र रूपमा बताउन खोजेको मात्रै हो। यो त हाम्रो आयोगको बारेमा भयो। मैले गुरुङहरूको बारेमा पनि अलिकति भन्न मन लागेको छ। म अहिले पहिलेदेखि नै अलिकति म चाहिँ गुरुङको बारेमा अलिकति लेखपढ गर्न अध्ययन गर्न रुचाउने मान्छे। हामी अलिक कम्युनियल नै छौँ। सायद हाम्रो बाजे पुर्खाहरू भेनागोठमा बसेर भेनाको पछि हिँडेर हामीलाई भेना पनि भन्छौँ कतिजनाले, हामी ग्रुपमा बस्न चाहन्छौँ, समूहमा बस्न रुचाउँछौँ। हाम्रो जीवनहरू समूहमै बसेर बिताएको धेरै हाम्रो गाउँघरहरू पनि ग्रुप एकै ठाउँमा घुचुमुचुक परेर बसेको गाउँघरहरू धेरै पाइन्छ। जस्तो तपाईँले हेर्नुहुन्छ भने सिक्लिस गाउँ हेर्नुहोस्, एकै ठाउँमा 400 घर छ। भुजुङ गाउँ हेर्नुहोस्, एकै ठाउँमा 500-600 घर छ। थुप्रै त्यस्तो गुरुङ गाउँहरू छ जहाँ एकदम समूहमा घनबस्ती भएर बस्ने चलन छ। त्यो बस्तीभित्र विविध किसिमका चाहिँ संस्कृतिहरू विकास भएको छ, सिपहरूको विकास भएको छ, कल्चरहरूको विकास भएको छ, संस्कृतिहरूको विकास भएको छ। त्यो संस्कृतिलाई हाम्रो नाति पनातिसम्म पुस्तक पुस्तकसम्म चाहिँ सार्दै आएको हाम्रो पुर्खाहरूले सार्दै आएको छ। यस्तो खालको एकदम हाम्रो देशमा मात्रै नभएर हाम्रो गुरुङहरूको समुदायहरूको समाजहरू जापानमा, अस्ट्रेलियामा, युकेमा त ठुलो तमुदी कार्यक्रमै छ बनिरहेछ, अमेरिकामा होइन, इन्डियामा, विभिन्न यो मलेसियातिर विभिन्न जहाँ जहाँ हामी काम गर्न गएछौँ, हङकङमा या त कोरियातिर जहाँ जहाँ हामी काम गर्न गएर बस्छौँ त्यहाँ पनि हाम्रो समुदायहरू एकीकृत भएर बस्ने, सङ्गठित भएर बस्ने, सङ्गठनमा बस्ने, सङ्गठित भएर काम गर्ने र आफ्नो आवाजलाई सङ्गठित भएर उठाउने चाहिँ प्रचलनहरू देखिन्छ। यसले 3-4वटा कामहरू गर्छ समाजमा बस्दा अथवा सङ्गठित भएर बस्दाखेरि। एक आपसमा आफ्नो अनुभवहरू सेयरिङ गर्छ, लिडरसिपको विकास गर्छ। लिडरसिपको मात्रै विकास नगरिकन त्यसको आफ्नो बुझ्ने क्षमता पनि विकास हुन्छ। यसकारण हामी समूहमा बस्छौँ, समूहमै कुराकानी गर्छौँ र समूहमा जीवन बिताउन रुचाउँछौँ। र हाम्रो गाउँमा छोडेर हिँडे पनि जस्तो हाम्रो पोखरामा करिब 100 भन्दा बढी गुरुङ समाजहरू छ। काठमाडौँमै त्यस्तै गुरुङ समाजहरू छ। काठमाडौँमा चाहिँ जिल्ला बेस गुरुङ समाजहरू छ भने पोखरामा गाउँ बेस गुरुङ समाजहरू छ होइन। कुन गाउँको आफ्नो समाज झऱ्यो पोखरामा बस्यो, जस्तो सिरबारीबाट झरेपछि चौपाल समाज भनेर पोखरामा छ होइन। त्यस्तै विभिन्न गाउँ जुन गाउँबाट झऱ्यो त्यो गाउँको समाजहरू निर्माण भएको छ। त्यसबाट आफूलाई सङ्गठित गर्ने, आफ्नो पहिचानलाई अलिकति मुखरित गर्ने, अरूको अगाडि पनि हामी छौँ है भनेर देखाउन खोज्ने। र हाम्रोमा एउटा अलिकति नराम्रो कुरा के छ भने अलि धन सम्पत्तिको धाक देखाउने, बुद्धिहरूको कुरा अलिक कम गर्ने, ज्ञान गुणको कुराहरू कम गर्ने होइन। ठुलो माला, सुनको माला लाएर हिँड्ने, सुनको हमेला लाएर हिँड्ने, तर त्यो पैसा कमाउनेतिर अलिक बढी ध्यान दिने, बुद्धि अलिकति ज्ञान कुरा कमतिर कम भयो। हाम्रो माननीय सूर्यजीले जुन कुरा देखाउनु भएको छ त्यो एकदम वास्तविक कुरा हो। त्यो पाटोलाई हामीले अलिकति बढी केन्द्रित भएर काम गर्नुपर्छ जस्तो मलाई लाग्छ। उदाहरणको लागि एउटा हाम्रो गुरुङ वडा सदस्यको घर जलेको रहेछ, आगोले खाइदियो। सबै लाएर कोहीले 5,000 कोहीले 10,000 दिएर घर बनाइदियो। अनि मैले के भनेको थिएँ भने दाइ तपाईँ वडा सदस्य पनि हो, तपाईँ घर जले रहेछ, तपाईँले एउटा न्युज निकाल्नुहोस् अनि पालिकामा दर्ता गर्नुहोस् निवेदन। जिल्लामा चाहिँ विपद कोष हुन्छ, त्यहाँबाट अलिकति पैसा पाउनुहुन्छ भन्दा हुन्छ भन्नुभयो। अनि 2 वर्षपछि गएर हेर्दाखेरि त केही पनि छैन। किन गर्नु भएन भन्दा थाहै छैन भन्छ। मैले भनेको थिएँ नि त, तपाईँलाई सिकाइदिएको थियो, मलाई माथिकोहरूले सपोर्टै गरेन भने हाम्रो लिडरसिपको क्वालिटी कति रहेछ त। वडा सदस्य भन्नुहुन्छ उहाँ, गाउँपालिकाको वडा सदस्य, उहाँको घर जलेको छ, जलेर पनि उहाँले जिल्लाले सरकारले पाउने जुन सुविधा छ, सरकारले दिने सुविधा पनि हामीले प्राप्त गर्न सक्दैनौँ। त्यो क्षमता किन भएन भन्दा हामीसँग लेखपढ भएन, ज्ञान गुणको कुराहरू सिकेनन् होइन। त्यसकारण हामीले चाहिँ अलिकति आफ्नो क्षमता बढाउने कुराहरू, आफ्नो ज्ञान गुणको बढाउने कुराहरू गर्नुपर्छ कि अबको कार्यपालिकाले हाम्रो नेतृत्वले हाम्रो नेसनल एभरेज के छ र हाम्रो क्यापेसिटी के छ त्यो ग्यापलाई फुलफिल हुने गरेर कार्यक्रमहरू बनाएर कुन पालिकामा कुन चाहिँ क्षमता छ त्यो हिसाबको विश्लेषण गरेर अध्ययन गरेर त्यसलाई केन्द्रित गरेर कार्यक्रमको बनाउनुपर्छ कि भन्ने मेरो अनुरोध छ। र मलाई यो
कार्यक्रममा बोलाएर म आज पोखरासम्मै हुनुपर्ने कार्यक्रममा म यो कार्यक्रमको लागि यहाँ आएको छु र मलाई यहाँ बोलाएर जुन खालको चाहिँ बोले अवसर दिनुभएकोमा आयोजक मित्रहरूलाई धेरै धन्यवाद दिन चाहन्छु र नयाँ कार्य समितिले अलि राम्रो अझ यो वर्तमान कार्य समितिको भन्दा अझ उच्च स्तरको कार्यक्रमहरू अगाडि बढाओस् भनी शुभकामना दिँदै दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।